हेलो गाइस, आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज गर्दैछौँ। मैले बनाएको च्यालेन्ज होइन कि बनाएको। यो चाहिँ पानीपुरीको मसला, यो चाहिँ पानी होइन ताप्केमा हालेको छु। अनि यहाँ पुरी। यसमा अब अहिले भन्न मिल्दैन, यो मेरो सर्ट भिडियो हो, लङ भिडियो अर्कोचोटि आउँछ होइन। अब चाहिँ खानु पर्यो होइन। कस्तो भयो तपाईँ फर्स्ट चाख्नु ल। तपाईँ खान एक्साइटेड हुनुहुन्छ? म एकदम एक्साइटेड छु। मलाई के फिल भइरहेको हो नि, यो चाहिँ अमिलो हुन्छ जस्तो फिल भइरहेको, किनभने ऊ अमिलो लभर हो। ल ल ल ल ल फर्स्ट है गाइस, है चियर्स। ल तिमी पनि गर, दुईजना ठोक्कार गरौँ ल। छिटो 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 खानाहरू गरिसक्यो। पहिला हालेर नि पछि पानी हाल्नु पर्थ्यो। ल चियर्स है त। दिस इज द पानीपुरी। not too bad. कस्तो भयो? ल्याउनु अर्को आफै खानु। बनाऊ तिमी। म यहाँ हालिदिन्छु होइन। अमिलो पनि छ, पिरो पनि छ, मसलाहरू सबै एकदम टक्क दामी भएको छ। यो चाहिँ पसल खोलिदिउँ क्या एउटा। अब चाहिँ पसल खोलेर बस्नु पर्ला आजसम्म होइन। ल है तपाईँहरू कमेन्ट गरिदिनुहोस्, पसल खोल्ने भए हामी खोलिदिन्छौँ। तपाईँहरू देखाउनु यता देखाउनु है। दिस इज द पानीपुरी। मलाई चाहिँ एकदम धेरै मनपर्छ पानीपुरी, चटपटी भन्दा नि। चटपटी मनपर्छ धेरै। अनि कस्तो पानीपुरीको क्रेभिङ भइरहेको थियो, बिराको दिन मौकामा चौक चाहिँ हालेँ। तर हजुरलाई थाहा छैन पानीपुरी बनाउनु लाग्यो भने है। म चाहिँ भर्खर कामबाट आएको हो, आउँदा यस्तो सेटअप रहेछ। कपाल पनि कोर्न भ्याएन, चिटिक्क हुनु पर्ने। यहाँ किन छिटो हुने पानीपुरी खानालाई चिटिक्क किन हुनु पर्यो होइन। मलाई चाहिँ यो रस एकदम मन पर्यो। हाम्रो यस्तै भिडियो आउनलाई हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला, फलोअर धेरै बढाउनु पर्यो। यो त मैले सोचेकै थिइनँ त। कडा मिठो है। आफैले बनाएको होला, आफै मिठो है भन्ने खाने। मैले चाहिँ आलु प्याज धेरै थोर त हालिनँ, बदाम ल यस्तो चाहिँ हालेर बनाएको है, तर मिठो। ओके, लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई, सी यू नेक्स्ट भिडियो। बाई बाई गरिदिनु। बाई बाई।